पेट्रोल इन्जिन 7 HP 170 मोडल हामीले चाहिँ यहाँ चाहिँ रिपेयर कसरी गर्ने भनेर सिकियो। पुरै नसिके पनि आधा सिके पनि लगभग बेसिक नलेज भए पनि सिक्नलाई सिक्यो। अब हामी यसलाई स्टार्ट गर्छौँ। उहाँ दाइहरू अहोरात्र खटिएर यसलाई चाहिँ मर्मत गर्नुभएको छ र विशेष गरी धन्यवाद हाम्रो सुभाष सरलाई। उता देखाइदिनु न यसो अनुहार। अब हामीले यसलाई तानेर स्टार्ट गर्छौँ र हामी सिक्दैछौँ। व्यापारी हुँदा भन्दा पनि यो सिकेर हामीले सिकाउँ भन्ने हिसाबले सिक्दैछौँ। भयो फिल्टर फिट गरौँ त यसको माथि भप्पा लाग्छ यो तीनवटै त्यसकै सामानहरू हो। यो सबभन्दा तल लाग्छ। यो रबर तल लाग्छ। यहाँ यसरी लाग्छ होइन होइन यो यहाँ लाग्यो यसरी त हो। अनि यसलाई यसरी लगाएर अब स्टार भ्याट हो। यसलाई चाहिँ यसरी हामीले कसेपछि अनि यो हाम्रो यो कभर त्यो राख्नुपर्छ। यो कभर हामीले यतिकै छोडेका छौँ अहिले लाउनुपर्छ। यति सिक्नुमा पनि धेरै अब हामी अफ गर्नु पऱ्यो नि बडीमा छोडिदियो हामी स्टार्ट गर्छौँ। ए त्यो फिल्टरमा थिच्नु हुन्थ्यो नि यो भाँचिहाल्छ नि। यो तान्दिने हो। ओ ए